एउटा सालमन माछाको डब्बा आउँछ। त्यो डब्बा होटलबाट ल्याएर माटो किनेर ल्याएर यसरी रायोको साग फलाइन्छ। आज टक्कै लक्ष्मी पूजा 2082 सालको 82 हो कि 81 त्यो पनि भुलेँ। 2025 सालको लक्ष्मी पूजा दिन साग अब सुँगुरमा साग खाइन्छ। यसरी फलाइएको छ हो। गएर यस्तो छ साग गर्नुपर्छ, गरेपछि जे पनि हुँदो रहेछ है। ल यस्तो छ ल साग। मैले चाहिँ रुममै फलाएको है, अरू ठाउँतिर फलाएको साथीहरूले खाइदिन्छ भनेर चाहिँ टक्क अब यो ठाउँमा साथीहरूले अब खाइदिइहाल्थ्यो है, राखिदिँदैन। अब रुम चाहिँ यो मेरो रुम है, म यहाँ सुत्छु, यो मेरो रुम। यस्तो छ यहाँ साग छ है, यो मेरो रुम हो। लगाएर साग रायोको साग। अब यहाँ मेवा छ, यसलाई फेरि अब अर्को ठाउँ सारेर मेवा पनि फलाएर खाइन्छ। अर्को सालतिर मेवाको पनि भिडियो आउँछ होला, डाइरेक्ट युट्युबमा आउँछ। साग यस्तो राम्रो छ, यो पहाडको साग हो। दामी छ दामी। यो मेरो दिदीले एकजना दिदी हुनुहुन्छ यहाँ लिम्बू नि, उहाँले दिनुभएको बिउ हो, त्यही भएर ल्याएर फलाएको। अब आज सुँगुर मासुसँग खाइन्छ नि त मजा आउँछ नि त मजा। अहिले बेला खाएको भिडियो पनि आउँछ।